हेलो नमस्ते सम्पूर्णजनालाई। म एकदम महत्त्वपूर्ण भिडियो लिएर आउँछु जहिले पनि हैन। यो सबै जनताहरूले सुन्नुपर्ने कुरा हो। जनताहरूको मेन मुद्दा भनेको चाहिँ यो भ्रष्टाचार सरकार चाहिएन के। भ्रष्टाचार सरकार अन्त्य हुनु पर्यो, गर्नु पर्यो र जनताहरू एकजुट हुनु पर्यो के। अब त एक युनाइटेड हुनु पर्यो के। अब जनताहरू एउटा एकजुट हुनु पर्यो के। यो चाहिँ सबै यो पार्टीको पछाडि भागेर भएन कि। यो सबै पार्टीको पछाडि झोला बोकेर अनि हरेक पार्टीको विभिन्न पार्टीको चाहिँ पछाडि लागेर आन्दोलन गर्ने हैन। यो आखिर के हुँदैछ थाहा छ तपाईहरुलाई? यो पार्टी अन्तर्गत पार्टी पक्ष आफ्नो आफ्नो चाहिँ मागको लागि आफ्नो मागको लागि एउटा चाहिँ पार्टीको पक्षमा चाहिँ यो चाहिँ आन्दोलन गरेर हिँड्ने, लडाई झगडा गरेर हिँड्ने, यो खास यो देशको लागि र देशको परिवर्तनको लागि र देशको समाजको लागि एकदम विकृति हो क्या। एकदम यो ऐघात हो। यो खास गर्नु हुँदैन कि हामीले। किन थाहा छ? किनकि हाम्रो यो देश नेपालमा नि देश बचाउने त सबैको हातमा छ नि त हैन। यहाँ देश सबै विदेशी उसको डलरको उसमा चलिरहेको छ। सबै देश भनेको चाहिँ सब विदेशी डलरमा चलिरहेको छ देश। अनि कसरी बन्छ अनि त्यही भएर हामी चाहिँ एउटा युनाइटेड हुनु पर्यो कि। हामी जनताहरू एउटा युनाइटेड हुनु। भ्रष्टाचार सरकार चाहिएन कि। भ्रष्टाचार सरकार अन्त्य गर्नु पर्यो क्या हामी सबै मिलेर। अब यो हामी चाहिँ कांग्रेस, एमाले, राप्रपा, माओवादी आदि इत्यादि त्यो पार्टीको पछि परेर हिँडेर चाहिँ झगडा गरेर आफूमा चाहिँ हैन दाजुभाइहरू चाहिँ झगडा गरेर के फाइदा? यो चाहिँ यसको फाइदा अरू देशलाई हुने हो कि। यो हाम्रो देशलाई हैन कि अरू देशलाई हुने हो यो फाइदा भनेको। हाम्रो नेपालमा अहिलेसम्म जति पनि द्वन्द्व चलेछ नि, जति पनि द्वन्द्व झगडा झैझगडा भइरहेको छ नि, यो सबै अरू देशको लागि हो कि फाइदा हुने। आफ्नो देशको लागि हैन। आफ्नै देशमा आफ्नै दाजुभाइहरू चाहिँ पार्टी पक्षको पछाडि परेर नेताहरूले जे गर्छ जे भन्छ त्यही मानेर हामी जनताहरू चाहिँ उसको पछाडि परेर हुन्छ। यो खास फाइदा भनेको विदेशको लागि हो क्या, अरू देशको लागि, हाम्रो देशको लागि हैन। हामी जनताहरू अब एउटा युनाइटेड हुनु जरुरी छ क्या। देश बनाउनको लागि, देशको निमित्त, देश परिवर्तन बनाउनको लागि, ल्याउनको लागि, गर्नको लागि। र हाम्रो मेन मुद्दा, हामी जनताहरूको मेन मुद्दा भनेको चाहिँ त्यही हो के। देश विकास गर्नु, परिवर्तन ल्याउनु अनि सुशासन ल्याउनु, समृद्धि, यति हो के। भ्रष्टाचार चाहिँ अन्त्य गर्नुपर्छ। मेरो भनाइ यही हो के। सबैले बुझ्नु पर्यो के यो कुराहरू। हाम्रो देश अहिलेसम्म डलरको माथि चल्दैछ क्या। डलरको माथि तपाईँ जेसुकै भन्नुहोस् हैन। र तपाईहरु चाहिँ यो पार्टीको पछि भाग्ने काम नगर्नु के। जो के बुझेछ र कहिलेदेखि बुझेछ र? सधैँको भ्रष्टाचार गर्ने, घोटाला गर्ने मात्र बुझिरहेको छ। थाहा छैन जनताहरूलाई चाहिँ सबै जनतामाथि चाहिँ खेलवाड गरेछ हैन। जनतालाई चाहिँ सधैँ झुक्काउने त्यो काम गरिरहेको छ। त्यही भएर जनतालाई थाहा छैन क्या। जनतालाई चाहिँ हरेक पार्टीको पछि भागेर हिँड्छ। यो भनेको चाहिँ अरू देशको लागि फाइदा हो क्या। हाम्रो देशमा द्वन्द्व उठाएर आन्दोलन गरेर के फाइदा? हामी नेपालीमा हैन। हाम्रो देशमा जति पनि द्वन्द्व हुन्छ, जति पनि आन्दोलन हुन्छ नि, यो अरू देशको लागि फाइदा हो क्या। यो मेन भनेको अरू देशले चाहिँ एकदम हेप्छ क्या हामीलाई। हामीले के इज्जत पाछ र अरू देशमा हामी काम गर्न गएर पनि? आफ्नै देश, त्यो देशभित्र एउटा माया, प्रेम, प्रेरणा भनेको चाहिँ छँदै छैन क्या। सबै चाहिँ कांग्रेस, एमाले, माओवादी, राप्रपा हरेक पार्टीको पछाडि झोला बोकेर दौडेर हिँडेर आफ्नै दाजुभाइहरू झगडा गरेर रगत बगाएर के काम त्यो? त्यो भनेको अरू देशको लागि फाइदा हो क्या। आफ्नो देशको लागि केही फाइदा हैन।
आन्दोलन गर्यो, दण्ड मचायो, मर्ने मरेर गयो, न उसले चाहिँ न्याय पाइन्छ, न सरकारले चाहिँ न्याय दिन्छ, न क्षतिपूर्ति बेहोर्छ उहाँले। केही होइन कि यो जति पनि दण्ड मचाउँछ नि अरू देशको लागि फाइदा हो, हामीलाई झन् हेप्छ चेप्छ अरू देशकोले। मान सम्मान त छँदै छैन, रिस्पेक्ट इज्जत भनेपछि त छँदै छैन हाम्रो। अरू देशमा गएर काम गर्छ होइन, काम गरेको सिलसिलामा चाहिँ भने जस्तो कामहरू पाइन्न, पेमेन्टहरू पाइन्न, छोड्नुपर्ने आवश्यकता हुन्छ होइन। यसै सन्दर्भमा चाहिँ कुकुर मऱ्यो कि बिरालो मऱ्यो केही वास्तै थाहै हुँदैन होइन। न नेपाल सरकारले जिम्मेवारी लिन्छ परिआएको घदीमा खण्डमा, न चाहिँ कसले जिम्मेवारी लिन्छ। यतिकै जाने भयो क्या हाम्रो जिन्दगीहरू। त्यही भएर सबैजनाले क्या पार्टी छोडिदिनुहोस्, यति सम्झिनु कि हाम्रो देशमा सिर्फ चन्द्र सूर्य भएको झन्डा छ, त्यही झन्डा हामीले उठाउँछु 3 करोड जनताले। त्यो झन्डा चाहिँ सिर्फ देशको झन्डा हो र जनताको झन्डा हो, कुनै पार्टीको झन्डा होइन भनेर सम्झिनुहोस्। र एउटा देशको चन्द्रमा सूर्य भएको झन्डा सिर्फ समाउँछ 3 करोड जनताले, बाँकी कुनै पनि झन्डाहरू चिन्दैन, समाउँदैन, जान्दैन। यो कुरा गर्नु के तपाईहरुलाई थाहै छैन कति भ्रष्टाचार भइरहेको छ, कति भ्रष्टाचार भइरहेको छ नेपालमा। ओहो, यहाँ टाउको दुख्छ के, टाउको छिरिक 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 एकदम कन्सेट ताजेर आउँछ के। त्यही भएर हामी सम्पूर्ण 3 करोड जनताहरू एकजुट हुनु जरुरी छ, एक मुट्ठी हुनु जरुरी छ, एउटा युनाइटेड हुनु जरुरी छ। किनकि र सरकार हामी नै हो, जनता सरकार नै हो, सरकार जनता नै हो। जनताले चाहेदेखि सबै कुरा हुन्छ क्या। न जनताले मेरो अनुरोध त्यही हो के, हामी जनताहरूको माग, हामी जनताहरूको मेन मुद्दा भनेको भ्रष्टाचार चाहिँ अन्त्य हुनु पर्यो। भ्रष्टाचार फिटिकै हुनु भएन, गर्नु भएन। सही सत्य, सही सलामत, सही बाटोमा सही तरिकाले सरकार चलाउनु पर्यो, देश चलाउनु पर्यो। जनता हरेको छ जसले भ्रष्टाचार गर्छ त्यसलाई चाहिँ सजाय दिनु पर्यो। एउटा सजाय एउटा यस्तो बनाउनु पर्यो क्या। अब त यो नयाँ जुन सरकार छ नि, अब यो 3 करोड जनताको एउटा आह्वान, एउटा आवाजको एउटा सरकार बनाउनु पर्यो क्या। यो हामी जनताले बुझ्नु कुरा हो। किनकि हरेक देशमा आफ्नो चाहिँ नियम छ। हेर्नुहोस्, नियम कानुनी छ। त्यो नियम कानुनीको एकदम 100% नियम पालना गरेको हुन्छ त्यो देशमा हैन। जसले गल्ती गर्छ, चाहे ठुला बडाको छोराछोरी होस्, चाहे ठुला बडा मान्छे, नेतागिरी मन्त्री होस्, चाहे गरिबी होस्, जसले गल्ती गरे पनि एकदम प्यान्टमा क्या जुन नियम राखेको छ त्यो नियममै चाहिँ हुनुपर्ने, चल्नुपर्ने। त्यो नियम कानुनी बमोजिम जसले गल्ती गरेको छ उसलाई चाहिँ सजाय दिनु के, सजाय चाहिँ भोग्नु पर्ने के। हाम्रो देशमा त गरिबीले गल्ती गर्यो भने गरिबीमाथि हजारौं फाइल केस दर्ज हुन्छ हैन। अनि के गरे जन्मकैद जेल सजाय भोग्नु पर्ने। अनि हुने खाने अलिकति पैसा पावर पुस भएकोले चाहिँ अलिकति जस्तो मान्छे मारे पनि, जस्तो सुकै गल्ती गरे पनि ठ्याक्कै घुसप्याट गरेर चाहिँ ऊ चाहिँ अब खुल्ला आम रूपमा चाहिँ हिँडिरहेको छ हैन। सरकारले चाहिँ त्यो पत्ती चाहिँ ध्यानै नदिने के, एउटा त्यस्तो भइरहेको छ के। कानुनी केको लागि बनाएको हैन, धनी गरिब बराबर सबैको एउटै लागि हो नि त बनाएको, चराचरी बराबरी। जुन नियम राखेको छ त्यो नियम सबैलाई चराचरी बराबरी हुनु पर्यो। त्यो नियम भोग्नै पर्यो क्या। त्यो जुन गल्ती गरेको छ, जुन